के एउटा फ्री कम्पनी सोलर पावरले सञ्चालन भएको सुन्नुभएको छ? के एउटा फ्री कम्पनीको छतमा सोलर पावरले जडान गरिएको दृश्य देख्नुभएको छ? के एउटा कम्पनीले आफूले प्रयोग गरेर बाँकी रहेको ऊर्जा फेरि सरकारलाई बेचेको दृश्य देख्नुभएको छैन भने आजको यस ब्लगमा मैले तपाईँहरूलाई प्रश्न पार्छु है त। नमस्ते साथीहरू, आज म कोरियाको विभिन्न कम्पनी र कारखानाहरूको छतमा सोलर पावर जडान गरेको दृश्य तपाईँहरूले देख्नुभयो होला। आजको यस भिडियोमा यहाँको कम्पनीहरूले किन यस्तो गरेको हो र कम्पनीलाई कतिको फाइदा हुन्छ भन्ने कुरो तपाईँहरूलाई सजिलै बुझाउँछु है त। पहिलो, कोरियाली सरकारले नवीकरण ऊर्जालाई कडा रूपले प्रोत्साहन गरेको छ। साउथ कोरियाले 2050 सम्म कार्बन न्युट्रल लक्ष्य राखेको छ। विभिन्न ठुल्ठुला कम्पनी स्यामसङ र हुन्डई जस्ता कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दबाव रहेको छ। करमा छुट, ग्रान्ट्स र अनुदान, लोड सेडिङ हुँदैन, बिजुली खर्च। यदि यस्तै सिस्टम नेपालमा सबै उद्योगमा लागू भयो भने लोड सेडिङ हुँदैन, बिजुली सस्तो हुन्छ, वातावरण पनि सफा रहन्छ। यदि तपाईँहरूलाई कोरियाको सोलर पावर सिस्टम मन पर्यो भने लाइक, सेयर, कमेन्ट र यस्तै इन्फर्मेटिभ ब्लग चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। आजलाई यति नै बिदा हुन चाहन्छु। हस्, धन्यवाद।